Hello guys, welcome or welcome back to my channel. It's me Class Nagmiri. So आजको यो भ्लग चाहिँ बर्थडे भ्लग पनि हुन्छ साथसाथै के यतिकैको भ्लग पनि हुन्छ। म धेरै भिडियो क्याप्चर गर्न सक्दिनँ बिकज आइ एम भेरी बिजी। अहिले पनि म पूजामा कता जान आँटेको पूजा त होइन होला त्यही कसको घर जान आँटेको अनि म धरानमा छुइनँ। अहिले म लालभित्ती बेलबारी जे भनेर नि त्यता छु। त्यही हो अब एकछिनतिर भेटौँ। गाइज अहिले चाहिँ यसो बाहिर निक्लिदिएको अब जाने बेला भयो नि त। तर घर चाहिँ होइन है, त्यहाँ कहाँ पर कसको घरमा अरे त्यही हो। फेरि पनि बाई तर म बाई नै भन्नु छैन के बोल्नु भइरहेछ आजको मेरो आउटफिट। त्यही हो गाइज, मलाई एकछिनमा उतानिर बनाउनु चाहिँ लाज लाग्छ त्यसैले कतिवटा भिडियोहरू मिस हुन्छ। चाहिँ हामी जाँदैछौँ। त्यही हो। हेलो गाइज, अहिले चाहिँ भर्खर आइपुगेँ। हिजोकै ठाउँ हो तर आज चाहिँ पूजा छ मेरो मामाको बर्थडे पनि। त्यही हो, बाई बाई। अहिले चाहिँ यहाँनिर सबैजना स्कुल जाँदै रहेछ, हामी मात्र धेरै नै जानु आएको रहेछ। त्यसैले मलाई लाज लाग्छ, अहिले बनाउनु पाउँदिनँ। अहिले नै भनिदिइरहेको छु बाई। हेलो गाइज, अहिले चाहिँ म पूजामा छु। त्यही हो, अब एकछिनमा घर जाने बेला। हेलो गाइज, म चाहिँ काम गरेर रोटीसोटी बनाएर भर्खर आएको। यो बहिनीहरूले पुच्चापुच्चीहरू ल्याङ गरेर आज यो कुकुर पुच्चापुच्चीहरू यस्तो गिरी हालिरहेछ कि गाइज मेरो यहाँ घाममा चाहिँ। अबि कुकुर चाहिँ अघिदेखि गाइज भालेको ठाउँदैछ। अहिले के हुन बिर्सेन होइन, बच्चाहरूदेखि मलाई मन चाहिँ पर्छ है बच्चा। बुझ्ने यता आउन कुकुरले हान्नु हुँदैन, हान्नु हुँदैन के बुझ्ने दो के भन्न चाहन्छौ? त्यस्तो त छ पुच्चापुच्चीहरू। तिमी कति कालो जिस्केका, तिमी कति राम्री। अर्को बहिनी त है कस्तो राम्री छ बहिनी, यहाँ हेर तिमी कति राम्री, तिमी कति राम्री। त्यसपछि एलकेजी होइन त्यही हो गाइज। अब सरे भेट्नु होइन, यो पुच्ची देखेर मलाई हक्का लागेर आउँछ। ठ्याक्कै खोलेको ठ्याक्कै चटपटे र पानीपुरी खान आइरहेको भाइ अनि दिदीहरू बल्ल बल्ल हात ठुलो भएर सानो पर्दैछ। देखेकै छैन यो फोटो बनाइदिनु भनेर। हेलो गाइज, मलाई पनि भाइरल गरिदिनु होला यो बहिनीको युट्युब च्यानलमा, बहिनीलाई पनि भाइरल गरिदिनु होला। यहाँनिर पनि हुन्छ अर्को राम्री दिदी, राम्रो भाइ। आज चाहिँ उसको बर्थडे हो, सबैजनालाई ह्याप्पी बर्थडे भनिदिनु है गाइज। अब फेरि हामी पूजा भएको भाइ। अहिले चाहिँ हामी सफारीको टेम्पोमा छौँ। अब चाहिँ किनभने नजिकै छ कि त अब अनि त्यस जाने। अहिले भर्खर चाहिँ पूजा सकेर आएको, लास्ट जाडो भइरहेको छ। अब यो जाडो हुँदै राति हुँदै गएपछि जाडो हुँदै जान्छ सुक्खाबारी। अनि भर्खर पूजा सिक्यो अनि के खाइसकेर बिमला अब घर जाएको गोजीमै। त्यसपछि घरको बर्थडे हुन्छ, केक खाने।
हेलो गाइज, अहिले चाहिँ हामी अघि नै घर फर्केर पनि के खाएको छ खाएर पनि अहिले केक लिन गएको। केक हामीले अर्कै तरिकाको अर्डर गरेको थियौँ नि त, त्यहाँ नभएको त्यसरी टाइम लाग्थ्यो अरे। अनि अहिले भर्खर लिन आएको छ मेरो आमा यहाँ। हेलो भन्नु न। हेलो 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 एकछिन पर्ख है एम्बुलेन्स। यताबाट हामी जानुपर्छ चाहिँ होला। हामी जाँदैछौँ दुईवटा ठाउँमा केक काट्ने अरे। लु 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 एउटा चाहिँ यहाँनिर मामामै र भट्टाटे भटभटे गर्दैछ। फेरि दोकान छिरेको गाइज, यहाँ चाहिँ केक बोक्ने मान्छेको है बर्थडे हो। अनि यो चाहिँ अर्को केक बोक्ने बच्चा। त्यही हो। अब दुईवटा ठाउँमा केक काट्ने, एउटा चाहिँ यहाँ मामालामै अनि अर्को चाहिँ टेम्पो पढेर जाने अनि अर्को ठाउँ पनि काट्ने। त्यही हो। नानीहरूको सबै मान्छेले भ्लगर भन्दै लाज लागेर मरिसके। केही पनि किन मामा त फ्री छु। आमा कोकहरू बोक्दै हुनुहुन्छ, कोक बियरहरू। अनि भाइ र मामा चाहिँ के पो केक बोक्दै हुन्छ। मामा चाहिँ फ्रीमा चाहिँ फोन बोक्दैछु भ्लग बनाउँदै। सिधै भरे भेटौँ है गाइज। म त्यहाँनिर क्याप्चर गर्न सक्दिनँ होला ह्याप्पी बर्थडे भनेको, किनभने त्यहाँ धेरै नै मान्छे हुनुहुन्छ अनि मलाई लाज लाग्छ। त्यसैले भाइ अहिलेको लागि चाहिँ भ्याएँ भने म बनाउँछु, भ्याइनँ भने अनि दाजु आयो भने म बनाउँछु। म धेरै जस्तो बिर्सिन्छु क्या भ्लग बनाउने, त्यसैले। हेलो गाइज, अहिले चाहिँ भर्खरै बर्थडे सिद्धियो। अब फेरि अर्को घरमा बर्थडे गर्न जाने छ। यतानिर पनि लागिरहेको थियो। मैले यताको चाहिँ धोएँ अनि यताको चाहिँ फेरि लगाइदिएँ क्या। अनि फेरि टिका पनि लगाइदिनु भयो। त्यही हो। अनि पैसा पनि कमाएँ एकछिनमा। होला त्यही अनि 100 रुपियाँ चाहिँ अघि के ल्याउदाखेरि सिक्यो। कति घन्टा पो भयो त। फेरि कसकोमा बर्थडे पार्टी खान जाने। 200 रुपियाँ टोटल भयो। केमा सिक्यो। मामाले 11 गते गिफ्ट पनि दिने, यस्तै पैसाले दिने। अर्को ठाउँमा जाने छ। एउटै लुगामा गाउँ डुल्दै सबैतिर। त्यही हो। मैले त दसैँकै फिलिङ आइरहेको छ हौ गाइज। मलाई यस्तो मन नै पर्दैन, तर लाउनै पर्छ होइन, मन पराउनै पर्छ। फेरि भात खाने होला यहाँ पनि पुलाउहरू, अनि उता गएर पनि खाने होला। दुईटै ठाउँ मेरो पेट त फुल्छ होला। अझ मोटी छु, अझ मोटायो भने माथि जान्छु। अब फेरि 1-2 घन्टा त 12 बज्छ होला, नाच्नु पनि पर्ने है। अहिले गाइज, अहिले चाहिँ हामी जान आँटेको बर्थडेमा। अहिले गाइज म चाहिँ एक्लै छु होइन। सबैजना चाहिँ पछाडि कहाँ हुनुहुन्छ, म चाहिँ अगाडि। मेरो स्पिडै छिट्टो छ क्या गाइज। अनि यहाँ कति भएर कतिवटा पुल कटिसकेँ यार। म पुरा ढुस्सै लागिरहेको छ है। यहाँ पनि म एक्लै छु। अघि बोलाउँदै हुन्छ अहिले सुनेन चाहिँ है। अझ बुझ्दै सम्झिँदै हुन्छ अरे। चढ्यो बाटोमा छ्या मान्छेहरू रहेछ यार। इज्जत केही हुँदैन होइन। जानु बाल्नु बच्चालाई नाक पनि पुरा रातो भएछ। टिकाले हो कि केले हो। कहाँ बाटो पनि मैले त बिर्सेँ पो त। भाले पो यता त होइन नि। हरियाली यहाँ होइन। अझै रहेछ हौ कति टाढामा। अघि कति पो भयो गाइज भनेको। फेरि मामाले गयो के छिटो मन्टी भएर भाइ गाइज। फेरि मान्छे भेटेँ म। मलाई लाज चाहिँ लाग्छ क्या यस्तो भ्लग बनाउनु। अरे गाइज, चाहिँ नाचिसकेर के गरिसकेर बर्थडे खाइसकेर चिच्याएर मेरो घाँटी यस्तो भइरहेछ। अनि बल्ल बल्ल घर आइपुगेको गाडी त्यहाँदेखि के कुन गाडी भएर नखै कसको गाडी भएर आएको होइन। अब चाहिँ दिदीले खुस भयो। अनि यस्तो पाराले नाच्यो कि सबैजना छक्क पऱ्यो। अनि दिदी म दाइहरू यस्तो ड्यान्सले नाचिदिएको थियो। अनि फेरि आएर म त 6 त हुन्छ। अब सुतेको घर बलिरहेको छु।
यस्तो हालत भइरहेको छ मेरो आँखा डार्क सर्कल्स आउँछ होला भोलि के हुने हो ए आजको भ्लग चाहिँ